ठिक छ नि ठिक छ ल निकाल्नुस् त त्यो निकाल्नुस् त र बिस्तारै त्यो जेलिन्छ कि फेरि जाल पोखरीमा माछा मार्न लागेको आज कतिको माछा पर्छ है त केही समयपछि निकाल्न पर्छ है जाल आधी घण्टापछि के भयो बेलुकीमा भएर हो क्या अझ बिहानमा राम्रो पर्थ्यो बिहानमा यहाँ बेलुकी पानी पनि पर्न लागिरहेछ नि त अहिले ओहो माछा त माछा त सानो ठुलो सबै परिरहेछ क्या हो कस्तो माछा परिरहेछ नि यहाँ ल साथीहरु माछा है यहाँ मलेसियामा हामीले साथीहरु जालमा माछा मारेको एकदम फ्रेस माछा हो टेस्टी एकदम राम्रो हुन्छ यहाँ एउटा उड्ने माछा छ माछा परिरहेको छ भने राति साथीले खै त्यो कहाँ गयो सर खै के माछा ए यो चाहिँ उड्ने माछा ल साथीहरु यो चाहिँ उड्ने माछा भन्नुहोस् हाम्रो साथीले मलाई पनि थाहा छैन है के रे सर यो उड्ने माछा रे उड्ने नै हो ल यो माछा पनि अरूभन्दा अहिले अर्को प्रकारको छ त हेर्नुहोस् है उड्ने माछा भनेर भनिन्छ हाम्रो तर कता हो एकदम डर लाग्यो मलाई यार तपाईले उड्ने माछा भनेर एकदम डर लाग्यो माछा नै कस्तो अर्कै प्रकारको छ साथीहरु ल हेर्नुहोस् है ल हेर्नुहोस् है उड्ने माछा भनेर भन्नुहुन्छ भने तर कस्तो ल हेर्नु न यस्तो टाइपको छ यो उड्ने माछा होला र खै मलाई त त्यस्तो लागेन है ल यो माछा नखाउँ साथीहरु यो फाल्दिउँ है उड्ने नि होला जस्तो लाग्यो यो पहेँटा देख्दा त के माछा पुरै पहेँटा भिजेर छ
यसलाई अलग्गै राख्नु इटिएम फालिदिनु है पोखरीमै फालिदिनु के प्रब्लम होइन ल बिस्तारै बिस्तारै परमोट सरले चाहिँ माछा एकदम राम्रोसँग म्यारिनेट गर्नु भइरहेछ पुरानो पुरानो पोखरी हुन्छ नि बन्दैछ गरे होइन